शुभ नाम हजुरको नाम नाम भनिदिनुहोस् न के शशिधर गैरे ओहो शशिधर गैरे गैरे छोरे गाउँ उमेर भन्नु गहिरे कान्छो उमेर 82 भन्नुस् 81 82 वर्ष 82 वर्ष कहिले रे हजुरबा 84 गर्ने 84 गर्ने कहिले रे मौसिरबाट उता ए मङ्सिरबाट उता 84 गर्ने बुढो यस्तो हान्ने मार्ने तपाईको गाउँको नाम के रे हजुरबा छोरे गाउँ छोरे गाउँ खुङ्गा गाविस अचल त ढरपाटन ए नगरपालिका ढोरपाटन नगरपालिका नगरपालिका साउ छोरे गाउँको साउ बल्लो एक मुर्गीले थाम फुटाल्ने फुटाल्दिने जाल्दिनी एक मुर्गीले भैँसी बसाल्दिने एकै मुर्गी थाटीको ढालमाला हान्ने हो भने त्यो आई पाल्पा भन्छ दाउरा काट्नु गयो भन्छ कोइनुको हो के तपाईका छोरा कति भाइ दुई भाइ कहाँ हुनुहुन्छ एउटा काट्नु छ एउटा बटुली परि खैरिनी ए डेक भेट हुन्न कहीँ हुन्न आउनुहुन्न भेट्न उही फोनमा भेट्छन् कहिले काहीँ धान रोप्न आइज भन्नुहुन्न कहाँ के कसै सुन्नन् केही जात हो एउटा जेठी बुहारी यहाँ सोरौँ पराउटी नछुटिँदै हजुर जाँचो त्यो भैँसा गोर्खाल भनेको त भैँसा पछाडि घसेटा रहेछन् त्यहाँ त्यो कुङ्गले त्यहाँ राति भाँचिएर गोबर कुन्छ बुवा दुध कुन्न ए दुध मिठो हुन्न दुध त घडाबु गुल्लो हुन्छ ल हेर के त भाइ पो कहाँ हुनुहुन्छ त अहिले बुहारी जेठोका दुईटामा खैरिनी छन् बटोली परी ए खैरिनी छन् ऊ छुट्टिएर आएको हजुर अर्को कान्छा छोराको रोन्छ नि काठमाडौँ छन् ए दुई छोरी उहीँ छन् दुई छोरी उता तौलाटीहरू छन् हजुर एउटी छोरी यहीँ पढाउँदै ज्वाइँ यहीँ छन् आज अरू आउँछ नआउनु पनि सक्छ कि हो के के कुन त एक दुई दिन आउनु भन्थे गणेशले आउनु भन्थे आजलाई के गर्छ मार्ने भयो त्यसो भए भोलि चाँडै थियो त्यही कारण छोरा छोरी त पाउन मात्रै हो किन बेच्ने पाइने म कसैको पनि एउटाको होला खाएर अगाडि यहीँ बस भनेर एउटा हार मास्टर बसेछ यो छोराबारीको नोकरी यहाँ भएर यसलाई छाडे दुबुथे खाँदैन। बस्नु चाहिँ उनी नौलो गर्नु पर्यो उहाँ घडीहरू गोडा दुई छन् हुन त बरोबर पाल्नु पर्यो भोलिसम्म खाना बरोबर पोहोर त 80 वर्षसम्म बाँचियो भने कति दिने हो र खाना कल्दिने सरकारले कति पाउनुहुन्छ वृद्ध भत्ता कति पाउनुहुन्छ वृद्ध 4 महिनाको 12,000 4 महिनाको 12,000 12,000 चिनी कति खानुहुन्छ चिनी 2 क्विन्टल वर्षको चिनी खाएको पाखुराउनी यस्ता देखि बुढ्दा चिनी खाऊ बा चिनी खाऊ भन्छ मान्ने भएको पनि खानुहुन्छ कि हर कसैले सहरमा चिनी चिनी नुन माटो खायो हुन्छ हजुर चिनी धेरै खायो भने त आजकल सुगर हुन्छ नि बुवा न म त काठमाडौँ बटौली गएर सुगर मैले 2 क्विन्टल 3 क्विन्टल चिनी खान्छु भनेर बरु चिनी बन्द भयो मर्लास चिनी जति सक्यो खा भने केही छैन भन्नु हजुरको सुगर छैन सुगर छैन केही भने तपाईँ यस्तो भारी सारी बोक्नुभयो तलमाथि गर्नुभयो त्यही भएर एकदम स्वस्थ हुनुहुन्छ हो त्यो काम नगरी घुँडा हिँड्न नगरी पुरा गाउँ डुल्छु छोराबारी बसेर चाहिँ तिमीलाई छुट्याइदिन्छु बाउसित बसेका के हजुर हजुर हो किन छुट्याइदिनुहुन्छ नि बाउसित बस्नु हुन्छ कि किन नि मोरिन्छ छोरा बुहारीलाई अनि गए पालेनन् भन्ने अनि अरूलाई छुट्याउनु मिल्यो त अनि ए अलि उता हजुरबा भन्नु अस्ति दिदीले खिचेर लग्नु भएको हरायो रे फेरि पठाइदिने कुन दिदीले हराएछ डिलिट भएछ फेरि के लाग्छ तपाईँले गफ गरेको हाँस आएको खिच्नु भयो अरे भान्जीले अँ उहाँ लगेर जानुभएको हराएछ अरे के हो फेरि खिच्दिउँला फेरि नाच्दिउँला हजुर नाच्नु अब तपाईँको 84 मा नाच्न पर्छ हो ल आयो है निम्तो ल निम्तो भइसक्यो आलियो क्या निम्तो जाएको भयो नि अलि त 84 धेरै लामो निम्तो भयो अब हुन् ल आजभोलि हुनु त कोही मर्ला कोही के गर्ला हजुर आफै मर्न सक्नुहुन्छ के मर भने यस्तो एकदम बलियो हुनुहुन्छ केही हुन अझै 10-20 वर्ष त छेलो फाले जितेर चौरासीमा बस्ने गाउँ त जम्मै मेरो उठिरहेछन् त्यही त नाति नातिना त
छन् सबैका गरेर कतिवटा गनै सकिन्न काफीसँग एउटा काफी सकिन्छ काफी सकिन्छ सकिन्छ कि पेन हुँ? सब सकिन्छ सबै सकिन्छ अडाउन नगरी फाटो जायो यो बाटो जाइन्छ चाहिन्छ अडाउनै घर अडाउनु बाटो घर नि अडाउनु अब यहाँ यो सिउरा रुखहरू यो जम्मै गयो त कता हो खोलामा चाहिँ नि वारी पारी खेत जम्मै पुरै हामीहरूको यो पाटो जाइन्छ चौरासी गर्न त चाहिन्छ पाटो एउटा पाटो बाँधेर हामीलाई खाली गरौँला नि होइन हजुरबा आँगन साँगनमा त भन्न कति आउँछन् कति आउँछन् हजुरबा त्यो बाटो खाली गरौँला गरमलाई चाहिँ के को गर्न परे गर्नु परे तर एउटा कुरा म तँसी बिहान भनेको कि मसित भन्नु कि दाइसित दाइसित तैँले सुनेको तिमी के भन्नु पुरै सुनेन थोरै थोरै पण्डितलाई नि सोधेर ए त्यो त सुनेको त्यहाँ त यसो विचार गर छोरा कता कता छन् यो स्कुल हाई स्कुलको छोरा गाउँको यो जित्तल चन्द को बोलेछ कि त्यहाँ माथि बोलेर पदम त्यही पदम पदम त्यसलाई पनि जितेर बोल्ने के कति बोलेर बोल्नुहुन्छ एफुङमा जम्मै पुरा नेपाल अधिराज्यभरि पुगेर नेपाल अधिराज्य नेपाल अधिराज्य पुगेर त्यहाँ त मैले दुखी गरिब दुरा खोराङ्गालाई स्कुलमा दान हाल्यो छु यति लाख कति लाख हाल्नुहुन्छ कति त अब त्यो त हिसाब गरौँला पछि होइन पछि हिसाब गरौँला अब उनले र बाजा बजाएर फुलमाला लाएर 1 लाख आएर हाले खान कि अब त्योभन्दा बढी भने बोडी भन्नु पऱ्यो नि बढी छोरे गाउँको गएर कान्छो 2 लाख छोराहरू हुनुहुन्न रहेछ कि दुई भाइ 2 लाख ल्या मैले हाल्छु भन्नु न त हो छन् छोराहरू त्यस्तै छैन होइन हजुर 2 भाइ छोरा टन्नै कमाउनुहुन्छ होला नि पर्सलाई चाहिँ कमा पर्छ होला नि। कोहीका दुईटा नोकरी छन् हो कोहीका दुईटा यति बेला त गयो डोरीमा कान्छो चाहिँ काम दोरीमा काम दोरीमा दोरी साँझ भन्नु घर त ट्रान्सलेट सधैँ गर्छु के त्यहाँबाट सुनाएर फोटो खिचेर यस्तो रमाइलो गफ गर्नु रहेछ यिनी डक्टर उहाँ जान्छन् ग रमेशका छोरा छिन् कसको छोरा तिमी यो जगपतिका छोरा छिन् गए जाइछ त हो त्यहाँ देखाइदिने भन्दा खिचिन्छ हो जगपति सारा दिन जान खिचिदिनु अस्ति तपाईँ नाचेको मैले माया दिदीलाई सबलाई पठाइदिएँ हो हो यहाँ बाजा ट्याङ्गो गर्ने मैले फुङ्गाले हालेर नचिहाल्ने नाचिहाल्ने केटीहरूलाई नचाउने मन पऱ्यो लिएर आउने जाँडा पिचासुले हेर्दैन के अरे डराउँछन् केटी देख्नु त उनीहरूले आफ्नो दिना हेर्छन् के अरे हजुरआको दिन छ अहिले दिन आउँदैछ युनिभर्सिटी सँगै म केटीमा जाने भने तँसित भने हान्छु यिनी हुन्न भन्छ जानिएर हजुरबा कि जानिएर विचार गर्न हजुरआमा कता हुनुहुन्छ फेरि हजुरआमा कता हुनुहुन्छ हिँड्छ अनि फेरि सुन्नु भने के भन्नु होला भन्दैन मलाई बानी लाग्छ दाना बना म मछु तर म जस्तो टाँठो मान्छे यी के हो पनि भन्छु अस्ति भनिदियो त के उता के जातिमा के भयो उसले भनेको उमा हालेर राखेर ए युट्युबमा भाइरल हुने मैले भनिदिएँ हजुर हाम्रो राजनले एडिट सिडिट गर्छ मैले त्यही भएर अस्ति गराउनु भन्थेँ हजुरबाको अलिक के भयो मैले रेशम अङ्कल आउनुभयो भने टक्क कुरा गरेर गराउनु भन्छु के गफ गर्नुभएको थियो त्यस्ता मिठा के सबै हरिक गफ हाल्नुहुन्छ हजुरबा नाचेको यताउता गरेको सबै गराएर युट्युबमा हाल्ने भन्थ्यौँ अलि के भएन के नहुने र अब त फेरि गरायो नि हुन्छ हो फेरि घाइ हुन्छ त्यो त म जस्तो म मर्ने हो भने यो गाउँ भागे हुन्छ तपाईँ मर्नुहुन्न क्या अहिले मर्नेको कुरै नगर्नु 84 अझै भरिन्छ तपाईँको 84 भयो होइन मलाई चाहिँ कसले कोही कोही त मरे हुँदो भने कि कसले भन्यो त्यस्तो भने पिटेर लास पारेछु कि यो नमरी नाट ज्यान पलाएन मुखाले लौराले लौराले हो र नचाहिने काम मलाई रिस उठ्ने हो भने यो ठाउँमा भर्खर फुट्काइन्छ चाहिन्छ ज्वाइँ बस्नु हाल त फेरि फुत्काइदिनु बैल्ले हुनुहुन्छ के नि तपाईँ मैले जारी यो अचालिलाई जारी गरेर ल्याएको कि म हजुरबालाई चकट दिएको छ कि त्यसै बसेर छ जारी गरेर ल्याएँ
त्यहाँबाट टौसारको बजारबाट उसले 100 मुरी धान स्याहार्ने मेरो यहाँ 100 पाइ छैन त्यस्ताले उडाइ किन्ने दिन त घोडामा चढेर आयो कि रिन्ना बेसी त्यहाँबाट 3 दिनसम्म बस्छौँ 3000 भनेछ म झमक जा यो बढिगा हामीले पानी खान पालैसित खान्छौँ सुकाउँछौँ जारी जरी बुझ्ल्याएको त्यसलाई आउला राँडामा ठिट्ने हो भन्न त होइन एउटा आएर चाहिँ यसो गर्छ यसका गाउँको सदस्य पाल्नु 1000 रुपियाँ दिएर त भर्काइ दिमै भन्छ कस्तो आएर यहाँ घरमा डोलाले बन्नु छन् के गर्नु हिँड्नु भएको छ किन हिँड्नु भएको छ त्यो मौराटको मिनुस अलिक उयो किनारे लाग्यो उयो किनारे स्याप पाइ बेक्ली मुटी हिर्काउने खुत्रुकै जाने जस्तो मौराटी जम्मै त्यस्तै हुन्छ यत्रो पेट छ मोटो हुनुहुन्छ फुकेर रहनुहुन्छ हो फुकी ढलिन्छ अनि बल छैन फुटे मात्रै हो दुनाले बन्नु के कारणले राख्नु भएको छ त्यसरी वनमा बुकीमा हेर्दाखेरि आमा नानी बाघ भए एक नाले भए एउटालाई हान्दा हार्काल छोप्छ 2 नाले भएर आमालाई हिर्काउने नानीलाई हिर्काउनु पाइन्छ 1000 रुपियाँ बुझौँ एक त मार्छ फेरि एउटा हुलाक गयो यहाँ बुट्याङको पाँडे छोरो अझ पर मोरो त्यो उसको छोरो पुलिस ल हजुर जति दिन चाहिँ यसले बुन्नु होला यसले जाजु गर्छ बाटो यहाँ खोज्छु कि हान्छ सल्लाह गर्नु भएको अन्त त्यसै त अरूले भनेपछि ज्यान जोगाम बोल्छौँ 1000 रुपियाँ दिएछ घर पाइदिउँ न भनेर 1000 रुपियाँ बुझाएर आएको बाघ मार्नलाई बाघको गु देख्नु परेको छैन बन्नुको त्यो थोदै बन्नु गु देख्नु परेको छैन फर्काइदियो आजकल त यस्तो ठुलो जलखम जाँदा मान्छे जाँदा उठेर कोट प्यान्ट लगाएको जाँदा मान्छे चिमटेर मार्ने हो कि हो 19 वर्षको कान्छी छ मभन्दा कसरी बिहे गर्नुभयो त त्यस्तै उता त्यस्तै मेरो छोराले त्यहाँ दिनाम कोदो स्याहार्ने धेरै 50-60 मुरी उसले फेरि 100 मुरी धान स्याहार्ने त्यहाँ लिन आएछ अरे ससुरा तपाईँ कोदे साउ म धाने साउ त्यति वचनले यता लगाइदिएका ए तेरो धान छ दुनियाँलाई थाहा छ मेरो कोदो छ दुनियाँलाई थाहा छ त मटीमा घाँस गर्ने होस् भने यता लगाइदिएर मैले ल्याएको जारी हो 19 वर्षको कान्छी छ के हो जारी एउटा बिहा त्यहाँ एकतिर गइसकेकालाई फेरि ल्याउँदा जारी भन्नु त्यहाँबाट यहाँ ल्याएँ अघिल्ले मर्ने सानीका 3 तला सुन्थे त्यहाँ 3 तला सुन बनाउन गएँ बुर्तीमा खुवाको ठगाल थिएँ अन्त उनीहरूको आरा पुलिस आएर यस्तै बसेर चाहिँ मै सोझो मान्छे सोझो हजुर त्यहाँ त कति सुन बना गर्छु मामा जति आरणमा हालो उठि डोसा तेर्सा हुन्छ के गर्नु त भन्छ ए सुनमा लुगा भुलाउने होला बुढो भन्छ मलाई भने पुलिस मै बसेर छ त्यहाँ कति वर्षको कान्छी ल्याउनु भएको छ यस्तो मान्छेलाई बुढो भन्ने भनेर 19 वर्षको कान्छी त्यति भने सारा सुरु समारो लो थिएन कति दिन बस्नुभयो 300 रुपियाँ जरिमाना 3 दिन भन्थ्यो अगाडि अलि पैसा हालेको पछि जिल्लालाई जिल्ला सदस्य थियो कि पञ्चायत सदस्य थिए गर्ने किन ल्याउनु मान्छे थाहा पाउँछ यस्ता कुरा त के थाहा किन ल्याउनु बिहालाई भनेर यसले 19 वर्ष केटी बाउबा किन गरौँ 19 वर्ष केटी पनि दिन्छ कसैले यो बाउ आमा केही नभएको यो बाउ लगाएको अलिकति छानी भने केटाकेटी चोर छ हेर त केटाकेटी मेरो दोकान पनि परेको बेसीमा चाहिँ चोर त्यसलाई त बुझ्ने मान्छे डुलेसक्यो अरे डुलेर उताल्ने हो राति त जगान पर्छ यस्तोलाई पनि ल्याउने हो आमा बाउ केही छैन चोर्दै हिँड्दै गर्छ मेरो फेरि दोकान पनि छोडेर हिँडेको त्यहीमा अझ हिँड्दैन गर्छन् म फेरि चोर्दै गर्छु आएँ म सुन ल्याएर आएँ के अरे यहाँ आइपुग्दा मामा तिमीलाई मैले चोर पिनी भने ढाँट पिनी भने लौरोन काट्ने तिमीलाई जोगाउनलाई मेरोलाई गर नि उसले पछि चिया हाँस्छ कि उसो 7 आगमा गएँ अन्त
यसै चोर उसै चोर दोकानसँग फोर्छु भने ठट्टा गरे यति पढेको मलाई ओहो धेरै दुःख पाउनु भयो रहेछ मूर्ख क भन्न जाने छैन मूर्ख क त हामी फाँसी बाइल गरेनौँ होइन क पनि भनेनौँ हामी फाँसी बाइल तपाईँ कान्छोलाई त पढाउनु पर्ने हो के अरे पढाउनु भएन मेरो छोरालाई होइन तपाईँलाई म दाइ 4 भाइ मसित 5 भाइ हौँ 5 भाइले क भन्न जान्दैन उठ्यो यस्ता स्कुल पनि थिएन हजुरबा भर त भन्नुहुन्छ त क त्यही हो क कदेखि भन्न जान्नुहुन्न जान्न म त उही बलै मूर्खै केही सोच्न ठोकिहाल्यो जेत्छ होला भन्ने हानिहाल्ने जे हाली माओवादीले गर्छु हाम्रो हजुरबा र कान्छा हजुरबा सार्वजनिक मूर्ख तपाईँको हजुरबा जेठा कान्छा त खत्तम हामी 4 बजे जन्मेर म जन्मिन्छु त आमालाई काँडो भइन्छ के भन्छ जेठा भोगट बटुलिसम्म बुझ्ने काँडो भइन्छ अन्त आमालाई खोज गर जन्मदाको दिन आर्कन दिन त्यहाँबाट त्यसो यो पल्लो हेर्न चुहा हालेर फालेको त्यहाँबाट ओइ माइला आमालाई खोज गर तँ जान्छौ मरेछ भने मर्छ यसो हेरेस् त्यो मरो भने केटाकेटीलाई चारा लाने होइन उयो माछा जरा खाने है माइला मलाई जन्मिँदाखेरि 4 भाइ छन् बरु त्यसलाई खोज्न गर आमालाई खोज गर भन्ने बाले 3 दिन कहाँ हालेको थिएँ त्यहाँ बाँसा बट्न गानीले त जाँदा भएन बस्न मैले नकुटेको दाइ कुनै छैन कि हाम्रो हजुरबालाई पिटिन पिट्न लड्नु लड्यो पिटिन गोठा बाँध्नेसँग है हो त्यसो गरेको म नुन ल्याउनु जम्मा जम्मा जानु है बुढोल जानु नुन ल्याउनु क्या 2-3 नै एक काप खापेर दौडी खर्च बाटा बाटा खर्च यस्तैमा झुन्मा हिँड्ने ओहो खाली खुट्टा फेरि घिउ लगेर जानुहुन्थ्यो घिउ चार्जर सौदी चाहिँ यहाँ लाइन छैन सामान लिएर आउने लाइन छैन लाइन आउनु न क्या हो क्या राख धन्यवाद छ बुवा मिठो गफ गर्नुभयो मिठो गफ यस्तो मान्छे देख्नु भएको छ कहीँ कहीँ देखेन मैले जन्मेकै छैन लाइन आउन पनि सक्छ बिजुली काम गर्दैछ ओहो आज भर छैन निदो त छैन आउँछ